अब यताउति व्यवस्थापनमा मैले सहयोग गरेँ भने तपाईँले यो कार्यकाल कस्तो रह्यो भनेदेखि एउटा खेलाडीहरूले खेल तपाईँको यो योगदान कार्यकालभरि 1 लाखभन्दा बढी लमाई नगरपालिकाबाट 2 पटक 1 लाखभन्दा बढी चाहिँ रकम पनि प्राप्त साटेर 57,000 पार्टी दिया हो हिम्मत गर साहस गर अबीर अब होश गर निकोरती बाखुराको नशा नशामा जोश भरा नशा नशामा जोश भरा नशा नशामा जोश भरा युवा ने जो जुटेर आगे बढ्दछ एक दुई पटक लडे पनि आगे बढ्दछ आखिर युवाहरूको देश हो यो युवाले नै बनाउँछन् खेल्छन् पुरानो चुरी नयाँ स्वरूप सजाउँछन् युवाहरूको देश हो यो युवाले नै बनाउँछन् युवाहरूको देश हो यो युवाले नै बनाउँछन् जानेछ यो समय रहने छैन सधैँभरि बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी हाते मालो गर्दै गरौं सुनौ यो पञ्च परिवेश कहिल्यै कहीं हार नमान्ने नेपाल मेरो देश कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउनौ कहिल्यै पनि पर्दाखेरि एक भएर अघि बढ्छौं त्यसैले त विपत्तिले हार मान्छ यहाँ मेरो देश नेपाल छ जहाँ 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 यति बेला हामी राप्ती साहित्य परिषद प्युठानको टिम राप्ती साहित्य परिषद केन्द्रीय समितिको अधिवेशन साधारण सभा सिद्ध्याएर अध्यक्ष रामप्रसाद पोखरेल सचिव मल्लोकेन्द्र जीसी अनि सोही कार्यक्रममा सम्मानित हुनुहुने सुमन सुवेदीको टिम आज दाङको घराईबाट प्युठानतर्फ प्रस्थान गर्दैछौँ फर्केका छौँ सँगै हुनुहुन्छ निमबहादुर थापा साहित्यकार देउखुरी साहित्य समाजका अध्यक्ष घराईको ओह्रालो हामी जाँदैछौँ यति बेला जीवनमा उत्प्रेरणा भर्ने ऊर्जाशील गीतहरूले हामीलाई जोश थपिरहेको छ यही सुन्दै हामी चल्दैछौँ यो जिन्दगीको रफ्तारमा साहित्यिक गतिविधिहरूले जोडेको छ यो सम्बन्धलाई हरेक नेपाली फुलहरू
त्यसैले विपत्तिले मेरो देश नेपाल मेरो देश नेपाल मेरो देश नेपाल मेरो देश नेपाल फोन गरेँ